जीवनमा पटक पटक असफल भएको मेरो जिन्दगीको कथा, वास्तविक घटनामा आधारित मेरो कथा, आत्मकथा अनि सत्य कथा। जीवनको वास्तविक भोगाइको प्रस्तुति, सफलता खोज्दा मात्र असफलता, सुखको सागरमा पौडिन खोज्दाखेरि केवल दुःख मात्र, अनि आशाको दियो जलाएर उज्यालोको प्रतीक्षामा बस्दा सधैँ निराशाको बादल मात्र मर्दिरहने मेरो जिन्दगी। मेरो यात्रामा बाटो पहिला नपाउँदै र मेरो मनको इच्छाहरू खुलाउन नपाउँदै, मेरा इच्छा र आकांक्षाहरूमाथि तुषारा पातहरू भएर शिशिर यामको तिक्तता छाएको उजाट मरुभूमि जस्तै भएको मेरो जिन्दगी। यो मेरो परिभाषा म यस्तै किसिमले दिँदैछु। नमस्कार, मेरो नाम अमर चामलिङ। मेरो जन्म भन्नुपर्दा खोइ कुन दिनको हो, कहिलेको मिति हो, कुन साल तोकौँ। एकचोटि मात्र जन्मेको भए मिति निश्चित हुन्थ्यो। म त अहिलेसम्म 2 पटक जन्मे र 1 पटक मरिसकेको छु। त्यसैले मलाई म जन्मिएको मिति भन्न नै अन्जेलमा परे। यहाँहरूलाई आश्चर्य लाग्यो होला, तर आश्चर्य नमान्नु होला है, म पागल भने पक्कै भएको होइन। 1 पटक मरेर जुनी फेरिसकेको म कहिलेको मिति उल्लेख गरौँ। त्यही पनि भन्नै पर्दा पहिलो पटक यस धरती मातालाई देख्ने अवसर भने विक्रम सम्वत 2034 असार 31 मा पाएको हुँ। पापा, आमा, 3 दिदीहरू, 4 दाजुहरू अनि मसँग 8 जनाको परिवार थियौँ। कान्छा छोरा भएका कारण परिवारमा भएको सबै कुरा त याद छैन, तापनि केही कुरा ठुलो भएपछि केही अरूले भनेको सुनेर त केही आफैले भोगेर जाने। मभन्दा 2 वर्ष अगाडि काइला दाई अनि 8 वर्ष अगाडि जन्मनु भएको साइला दाई। म जन्मेको समयमा झाडा पखाराले निकै सिकिस्त बिरामी हुनुहुन्थ्यो रे। अहिलेको जस्तो ऊ बेला अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य स्वयंसेवक, डाक्टर, औषधि केही पनि थिएन रे। मेरो पापाले जडीबुटी औषधि खुवाएर मेरो दायाहरूलाई निको बनाउनु भएको कुरा कहाली लाग्दो। त्यो दिनहरूको दुःख पुग्दै पीडा सुनाउनु भएको आमाले मेरो मानस पटलमा कहिले फाल्न सक्दिन। त्यति मात्र नभएर म जन्मने बित्तिकै आमाको दुवैपट्टिको दुधमा घाउ भएको थियो रे। आमाको अमृत समानको दुध खानुपर्ने, तर कति त मैले आमाको पिपसरीको दुध चुसेरे। सम्झदा पनि म कति अभागी रहेछु। मसँगै जन्मिएको मेरो ठुली नानाको छोरा बाल्नु भान्जा रहेछ। नानाले आफ्नो छोरालाई आफ्नो दुध खुवाउँदा म चाहिँ आमाको दुध खान नपाएर रोइरहेको, चिच्चाइरहेको, छटपटाइरहेको देखेर आफ्नो भाइलाई पनि आफ्नो दुध खुवाउनु भयो रे। मतलब मैले ठुली नानाको दुध पनि खाएको रे। आफ्नो चेली नानाको दुध खाने म खै के भनौँ। नानाको त्यो गुण 7 जुनेसम्म पनि म तिर्न सक्दिनँ होला। आमाको दुधको घाउ झन्झन बढ्दै गएको हुनाले ओखलढुङ्गा टेकनपुर अस्पताल लानुभएछ। त्यहाँ मेरो छ्यामाको श्रीमान काका ब्रिटिस आर्मीको क्याप्टेन जितबहादुर हो उहाँको नाम। उहाँ त्यही अस्पतालमा कार्यरत हुनुहुन्थ्यो रे। उहाँ अहिले यस धरतीमा हुनुहुन्न, तर पनि उहाँको मेरो आमा र म प्रतिको योगदान भुल्न सक्दिनँ। उहाँको योगदानले मेरो आमा बाँच्नु भएको थियो अनि म बाँचेको थिएँ। ओखलढुङ्गा बस्दा आमा र मलाई घरबाट चामल, घिउ, दाल पुर्याउन माइला दाई र काकाको छोरा भीमबहादुर दाई 2 दिनको बाटो ढाकर बोकेर जानुभएको कुरा माइला दाईले सुनाउनु भएको थियो। उहाँहरूको बाटोको यात्रा निकै रमाइलो थियो, निकै हाँस उठ्दो थियो। तर ओखलढुङ्गा पुगेर मेरो र आमाको दयनीय अवस्था देखेर त्यो अवस्था सुनाउँदा मैले आफैले फिलिक्क आँसु झारेको थिएँ। 6 महिनापछि आमा निको हुनुभयो रे। अनि आमा छोरा आफ्नो घर फर्किएको कुरा आमाले सुनाउनु भएको कथा झैँ लाग्छ। भोग्नेलाई कति गाह्रो थियो होला। मैले त सुनेको मात्र हुँ। आमाको दुधको घाउ जाती भयो, निको भयो, तर मैले चुस्न नमिल्ने, खान नमिल्ने गरी निको भएको थियो रे। मलाई सधैँ पाउडर दुध खुवाउनु भएको रे। पाउडर दुध मैले सायद अहिलेको ल्याक्टोजन जस्तो होला। आजभोलि भन्दै म पूर्णिमाको जुन झै दिनदिनै बढ्दै गए। चारैतिर हरियाली, सुन्दर गाउँको सुन्दर अनि पातलो बस्ती, वरिपरि छरछिमेकीको घर थियो। कान्छा छोरा भएकोले होला परिवारमा सबैले मलाई माया गर्नुहुन्थ्यो। म मायाको सागरमा डुबल्की मार्दै बाख्रा गोठाला गर्न सक्ने भए। फिलुङ्गा, खर्क, बेख्लाको वनपाखाहरूमा फुल्ने बुकी फुल अनि सल्ले पिटीमा चिप्लेटी खेल्दै लहराहरू अङ्गालोभरि लिएर
धारा खोला, डल्ले खोला, नार्मे खोला, दिखुवा खोलाको पानीमा छङछङ रुच्दै र भिज्दै अनि सँगैका साथी र सङ्गीहरूसँग पूर्णेम्पा खड्कुले अनि बुछालु दहहरूमा पौडी खेल्दै अनि माछा मार्दै खोटाङ जिल्लाको नुनथला आबु भन्ने ठाउँमा प्रकृतिको न्यानो काखमा त्यो बाल्य जीवनलाई बिताउँदै गए। कति रमाइलो थिए ती मेरा दिनहरू। आज पनि सम्झन्छु त्यो रमाइलो जीवनलाई, केही गरी पनि भुल्न सक्दिनँ। यसरी मेरो त्यो बाल्यकालको दिनहरू बित्दै गयो, उमेर बढ्दै गयो। त्यो समयमा खोइ किन हो कुन्नी, त्यो समयलाई म बुझ्नै सक्दिनँ। मलाई पढ्न र विद्यालय जान पटक्कै मन हुन्थेन। साइला दाईले काइला दाई र बालु भान्जालाई बेलुका पढाउँदा म सिरक भित्रबाट बेला बेलामा चियाउँदै पुलुक्क हेर्थे। यो कुरा बालु भान्जाले अझै पनि गर्नुहुन्छ। म 9 वर्षको हुँदा मेरो पापा आमा अनि साइला दाईले मलाई ज्ञान आर्जन गर्नको लागि करिब हिँडेर 2 घण्टाको उकालो बाटो माथि डाँडामा श्री जाल्पा निम्न माध्यमिक विद्यालय नुनथालामा भर्ना गरिदिनु भयो। परिवारमा सबैभन्दा सानो अनि कान्छो भएकोले होला मलाई सबैले सानो सानो भनेर बोलाउने मेरो नाम थियो। मेरो चिनाका नाम त अजितमान हो, तर विद्यालयमा मेरो नाम साइला दाईले अम्बर लेखाइदिनु भएछ। मेरो नाम अम्बर किन लेखाइदिनु भयो भनेर मैले सोध्न त जिज्ञासा लागेको थियो, तर सोध्ने आँट गरिनँ। अहिलेसम्म पनि मैले साइला दाईलाई मेरो नाम किन अम्बर लेखाइदिनु भयो भनेर सोधेको पनि छुइनँ। बिस्तारै बिस्तारै कक्षा चढ्दै गएपछि शिक्षकहरूले हौसला र विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरूले गर्दा पढाइमा जोड दिँदै गए। मेरो कान्छी नानाको श्रीमान अथवा मेरो कान्छा भेनाजु त्यही विद्यालयमा शिक्षक हुनुहुन्थ्यो। उहाँको नाम बखत थुलुङ हो। 1 बजेको टिफिन समयमा त्यही विद्यालय नजिकैको चिचिङ्गालीको पसल अनि दिलमाया दिदीको पसलमा चिया र चमेना बिस्कुट किनेर खुवाउनुहुन्थ्यो। चिनी र दुधवाले चिया, आहा क्या मिठो, क्या स्वादिलो त्यो नुनथालाको चिया। मेरो जीवनमा पहिलो पटक दुधवाले चिया र चिनी मिसाएको चिया हो। हुन त आमाले घरमा पनि चिया त दिनुहुन्थ्यो, तर नुनवाले चिया त्यही पनि मिठै लाग्थ्यो। म कक्षा 4 मा पढ्दै थिएँ। भेनाजु विद्यालयमा उपस्थित हुन नभएको निकै दिन भइसकेको थियो। सायद मलाई याद त हुन्थेन होला, तर त्यो टिफिन समयमा म लगायत मेरो गाउँको सबैलाई चिनी र दुधवाले चियासँगको चमेना बिस्कुटको सम्झनाले याद दिलाइदिन्थ्यो। घरमा आमालाई पनि भेनाजु स्कुल आउनुहुन्न भनेर सुनाएको थिएँ, अनि आमाले भन्नुभयो, जा गएर नानाको घरमा गएर नानालाई सोध किन स्कुल आउनुहुन्न भनेर भन्नुभयो। अनि म विद्यालयबाट छुट्टी भए बित्तिकै नानाको घर लुखुर धाउलाङ पुछार गए। भेनाजु त लम्पसार परेर खाटमा सुतिरहनु भएको थियो। मतलब उहाँ एकदम सिकिस्त बिरामी हुनुहुन्थ्यो। सास फेर्न पनि गाह्रो, सास फेर्दा पनि घ्यार गर्दै सास फेर्नुहुन्थ्यो। धामीले पूजा गरेको, फुकेको, भाले काटेको, कुखुरा चढाएको पूजाको सामग्रीहरू यत्रतत्र छरिएका थिए। यो देखेर म आतिन्दै हतार घर झरेर आमालाई सबै कुरा सुनाएँ। मेरो पापा पनि धामी हुनुहुन्थ्यो। भेनाजुलाई उकार लाउन नाना घर जानुभयो। 2047 साल असार 4 गतेको दिन दिउँसो टिफिन समय थियो। विद्यालयमा खैला बैला भयो। बखत सर खस्नुभयो रे। म आत्ति, म सानै थिएँ। यो सुन्ने बित्तिकै म फस्याङ हुँदै नानाको घरतर्फ लागे। घरमा पुग्दा त भेनाजुले संसार छाडिसक्नु भएको रहेछ। हामी सबैलाई सदाको लागि छोडेर गइसक्नु भएको रहेछ। भेनाजुको घर अलि पर बाँसबारी नजिकै भेनाको स्वागत गर्ने भयो। भेनालाई सागरमा राख्ने बेलामा मेरो कान्छी नाना उफ्रिँदै कालिँदै, म पनि तपाईँसँगै जान्छु, मलाई छाडेर किन जानुभयो भन्दै पीडा पोख्न थाल्नुभयो। मलाई मेरो आँखामा आँसु झार्ने कोही थिएन। मेरो कान्छी नानाको मन भित्रभित्रै आगो सल्काए झैँ भयो। जीवनमा कहिले निको नहुने चोट र बेथहरू बनाइदियो। सुनौला संसारहरू त्यहाँ थिएन। नानाको सोचाइहरू अनायास हराउन थाले। सधैँका लागि रित्तो बन्यो, अधुरो बन्यो। नानाको अगाडि भेनाजुले कहिल्यै पनि नजिक नपाउने भयो। सधैँ अन्तर आत्मा जोडले चिच्यायो। चट्याङझै बत्र भयो। अनगिन्ती बिजुलीको तरङ्गले झट्का दिए झैँ महसुस गर्नुभयो। सन्तोष, खुसी केही थिएन। जिन्दगीमा एक्लै हिँड्नुपर्ने, एक्लै बाँच्नुपर्ने, एक्लै हिँड्नुपर्ने।
मेरो कान्छी नाना अझै भन्ने गर्नुहुन्छ, त्यो अवस्थाको सम्झनाहरू मेरो मानसपटलमा अमिट शिलालेख बनाउन बाध्य छु। त्यसैले म धामी झाँक्रीको विश्वास गर्दिनँ। पशु र पक्षीहरूको बलि दिएर देवता पुज्दिनँ। अहिले जस्तो जमाना, अहिले जस्तो प्रविधि, अहिले जस्तो सुविधा भएको भए तेरो भेना बाँच्थ्यो। तेरो भेना निमोनियाले मरेको हो। नानाको कुरा सुनेर म भावविल हुन्थेँ, तर यो नानाको वास्तविक भोगाइ थियो।